साथीहरू सबैलाई गुड इभिनिङ र साथीहरू दिनानुदिन के अरे भारी सङ्ख्यामा विज्ञापन खुल्ने क्रम जारी रहेको छ र म तपाईँहरू समक्ष निरन्तर रूपमा कुन ठाउँमा कति विज्ञापन खुल्यो भनेर जानकारी लिएर उपस्थित भइरहेको छु साथीहरू। आज फेरि म तपाईँहरूको लागि एउटा विज्ञापन लिएर उपस्थित भइसकेको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। यहाँ भनेको साथीहरू नेपाल खानेपानी संस्थानमा तपाईँहरूको भ्याकेन्सी खुलाएको छ। हेर्नु होला कति सिटमा खुलाएको छ, म सबै जानकारी दिनेछु। 2083 साल 1 महिना 6 गते आजै प्रकाशित भएको हो यो तपाईँहरूको भ्याकेन्सी। यो माथिको साथीहरू तपाईँहरू आफै पढ्नु होला र यसमा चाहिँ के अरे 21 दिनभित्र चाहिँ तपाईँहरूलाई सब्मिट गर्नुपर्ने हुन्छ कागजातहरू। म तपाईँहरूलाई डाइरेक्टै के अरे कति सिटमा भ्याकेन्सी खुलाएको छ त्योहरू हेराउन गइरहेको छु। र तपाईँहरू अझ यो चाहिँ वेबसाइटमा हेर्न चाहनुहुन्छ भने www.nwsc.government.np बाट तपाईँहरूले के गर्न सक्नुहुन्छ, दरखास्त फारम प्राप्त गर्न सक्नुहुनेछ। यहाँ हेर्नु त साथीहरू रहेको छ विज्ञापन नम्बर 23 मा हेर्नु त 2082-83 मा पद रहेको छ उपप्रबन्धक तह न सेवा प्रशासन समूह प्रशासन 1 जना खुलाएको छ र यहाँ आवश्यक न्यूनतम योग्यता दिएको छ। तपाईँहरूलाई हेर्नु होला परीक्षा दस्तुर 2000 रहेको छ। त्यस्तै तपाईँहरू तह न को तह 8 को तह 7 को हेर्नु होला, तह 6 को पनि हेर्नु होला प्रशासनको। अनि म तपाईँहरूलाई चाहिँ सबभन्दा बढी फर्म भर्ने तह 5 को हेराउन गइरहेको छु। यहाँ हेर्नु 13 नम्बरमा रहेको छ। यहाँ रहेको छ वरिष्ठ सहायक तह 5 को प्रशासनमा 6 जना खुल्लामा रहेको छ। त्यस्तै 1 जना चाहिँ तपाईँको के अरे 1 जना महिला अनि त्यसपछि 1 जना आदिवासी मधेसी दलित गरेर यहाँ चाहिँ तपाईँहरूको कोटा खुलाएको छ। र यसमा चाहिँ तपाईँहरूलाई मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा स्वसर उत्तीर्ण गरेको हुनुपर्ने हुन्छ साथीहरू। प्रमाणपत्र भन्नाले +12 हो, +10 हो। यहाँ 700 दस्तुर तपाईँहरूलाई लाग्नेछ। त्यसरी यति थियो साथीहरू। अनि लेखापालमा पनि 5औँ तहमा खुलाएको छ। 1 जना गरेर महिला आदिवासी जनजाति र दलितमा 1 जना गरेर। यसमा पनि तपाईँहरूलाई लेखापालमा भर्नको लागि व्यवस्थापन विषयमा +2 पास गरेको हुनुपर्छ। दरखास्त दस्तुर 700 रहेको साथीहरू। र प्राविधिक सेक्टरमा पनि धेरै खुलाएको छ। प्राविधिकमा भर्नुहुने साथीहरू यहाँ हेर्नु होला तपाईँहरू। म सरसर्ती अब तपाईँहरू जहाँबाट हेर्न सक्नुहुन्छ। ल 4थो तहमा पनि खुलाएको छ साथीहरू। सहायक लेखापालमा 4थो तहमा चाहिँ 17 जना खुलाबाट, महिलाबाट 4 जना, आदिवासी जनजाति दलित र मधेसी गरेर 1 जना गरेर खुलाएको छ। यसमा पनि तपाईँहरूको अब चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट 4थोमा भर्न चाहनुहुन्छ भने एसएलसी पास गरेको हुनुपर्छ। 700 दस्तुर लाग्नेछ साथीहरू। ल अनि प्राविधिकको पनि हेर्नु होला। अनि यहाँ रहेको छ द्रष्टव्य, तपाईँहरू आफै पढ्नु होला। आवेदन स्वीकृति तपाईँहरूलाई 21 दिनभित्र प्रवेश गरिसक्नुपर्ने हुन्छन्। र यहाँ तपाईँहरूको साथीहरू दोब्बर दस्तुरको म्यादलाई शैक्षिक योग्यता समावेशी पत्र गणना गरिने छैन दोब्बर दस्तुरमा पर्नुहुनेलाई। र तपाईँहरूको चाहिँ अपराविधिक तर्फको 4थो तहमा दरखास्त दिने उम्मेदवारहरूले लोकसेवा आयोगबाट सङ्गठित संस्थाहरूको अपराविधिक तर्फका सहायक स्तरका 2य श्रेणी वा स्वसरको पदका लागि सञ्चालित पूर्व योग्यता उत्तीर्ण गरेको प्रमाण आवेदन संस्था संलग्न गर्नुपर्ने हुन्छ। यसमा चाहिँ साथीहरू तपाईँहरू जतिजना साथी सङ्गठित संस्थानको 4थोमा उत्तीर्ण हुनुभएछ उहाँहरूले चाहिँ